तपाईको खातामा 80 लाख भन्दा बढी रकम एकैचोटी जम्मा भयो भने तपाई के गर्नुहुन्छ? हो दर्शकबिन, आज जापानमा यस्तै घटना घटेको छ। एकजना भाइको यथार्थ घटना आज म तपाईहरुलाई प्रस्तुत गर्दैछु। यो कुनै बनावटी कुरा होइन, जापानमा बस्ने एकजना विद्यार्थी भाइ शेरबहादुर बोरासँग घटेको यो कुराकानी आज म तपाईहरुलाई प्रस्तुत गर्दैछु। कुराकानी गर्नुभन्दा अगाडि एकपटक भाइको कुरा यो सुन्नुहोस्। म शेरबहादुर बोरा, म अहिले हाल जापान नजिकै बस्दैछु। मलाई चाहिँ हिजो राति ठुलो समस्या आएको छ। त्यो समस्या भनेको ब्याङ्क अकाउन्ट, मेरो पर्सनल ब्याङ्क अकाउन्टमा करिब जापानी चेन 82 लाख भन्दा माथि जम्मा भएको छ। अनि यो पैसा चाहिँ कहाँबाट आयो, कसले पठायो, मलाई केही पनि थाहा छैन। यो पैसाको स्रोत मसँग केही छैन। मैले काम गरेको पनि यत्रो पैसा आउने कुरा पनि भएन र मलाई कसैलाई मैले पठाइदेऊ भनेर अकाउन्टहरू पनि दिएको छैन, या त मलाई कसैले यो अकाउन्टमा यति पैसा हाल्छु भनेर कसैले भनेको पनि छैन। तर मेरो अकाउन्टमा 82 लाख भन्दा माथि जापानी चेन देखेपछि मलाई साह्रै चिन्ता लागेको छ। मलाई राम्रोसँग भोक लागेको छैन, मलाई राम्रोसँग निद्रा लागेको छैन। यो पैसाले भोलि मेरो भिजामा चाहिँ ठुलो समस्या आउँछ भन्ने मलाई ठुलो डर लागेको छ अनि चिन्ता छ। अब भोलि म त पढ्ने भनेर आएको, सँगसँगै कमाउने, पढ्ने भनेर जापान आएको र ठुलो सपना भनेको म पढ्छु भनेर आएको थिएँ। तर मलाई अब पछि भिजा थप्दाखेरि यो पैसा कहाँबाट आयो, के भयो भनेर सोध्छ नि त। अनि त्यस्तो सोध्ने अवस्थामा चाहिँ मैले के भन्ने, यो स्रोत के हो, अब यसको लागि यो पैसा अब जहाँबाट आयो मैले त्यही रिटर्न गर्दा पनि त ब्याङ्क अकाउन्टमा त देखाउँछ। अब ब्याङ्क अकाउन्ट भोलि भिजा थप्दाखेरि त इमिग्रेसनमा सोध्छ यो कहाँ कसले हाल्यो, किन हाल्यो। अब त्यहाँनिर डाउट गर्यो भने त अब मैले के भन्ने, अब मसँग कुनै प्रश्न हुँदैन। यसको लागि चाहिँ मैले अब पुलिस कहाँ गएर अथवा मैले ब्याङ्कमा गएर राम्रोसँग बोलेर उनीहरूलाई राम्रोसँग कुरा बुझाउन सक्ने क्षमताको मसँग त्यो लेभलको ल्याङ्ग्वेज छैन। नर्मली ल्याङ्ग्वेजले हुँदैन यति ठुलो केसमा। एकैचोटिमा यत्रो 82 लाख भन्दा माथि जापानी जम्मा भएको छ। यसको स्रोत मलाई केही पनि थाहा छैन। यो थाहा नभएपछि मैले हजुरलाई खबर गर्न खोजेको अनि यसको चाहिँ हजुरले मलाई सहयोग गरिदिनुहुन्छ भन्ने ठुलो आशा राखेको छु दाइ। सकेसम्म हजुरले जसरी पनि मलाई सहयोग गरिदिनु होला। दर्शकबिन, उनी नेपालबाट आएको करिब 6 महिना मात्र भएको थियो। हिजो उनको बैंक खातामा लगइन गरेर चेक गर्दाखेरि उनको खातामा देखिएको छ। कहाँबाट आयो त्यो पैसा भन्ने उनलाई केही जानकारी छैन। उनी अचम्ममा परेका छन्, किनभने उनले यति ठुलो रकम कहिले जम्मा गरेका थिएनन्। कसैले पठाएको उनलाई जानकारी पनि आएको थियो। सोच्नुहोस् त, तपाईको खातामा पनि 81 यति ठुलो रकम जम्मा भयो भने तपाईँ के गर्नुहुन्छ? उनले तत्कालै केही साथीहरूलाई सोधे र धेरैलाई पनि के गर्ने भन्ने जानकारी नै थिएन, किनकि जापानिज भाषा पनि राम्रोसँग नआउने भएको कारणले गर्दा अलिकति चिन्तामा थिए। अनि यही ठाउँमा धेरै विदेशीहरूले गल्ती गर्छन्, डराएर पैसा निकाल्छन्, त्यही पैसा प्रयोग गर्न थाल्छन् र जापानको कानुन अनुसार यस्तो प्रक्रिया प्रयोग गर्नु गम्भीर अपराध मानिन्छ। पैसा चलाउनु हुँदैन। यदि गल्तीले कसैले तपाईको खातामा पैसा पठाएको हुन सक्छ, त्यो तुरुन्तै सम्बन्धित निकायमा गएर कुरा गर्नुपर्छ। अब ब्याङ्कमा जानु पर्यो, पहिला ब्याङ्कमा गएर ब्याङ्कसँग सल्लाह गरेर, यदि पुलिसकोमा जानुपर्छ भने पुलिसकोमा गएर पनि सल्लाह लिनै पर्छ। अरूको पैसा एकैचोटि तपाईको खातामा आयो भने तपाईले प्रयोग गर्न थाल्नुभयो भने कानुनी अपराध मानिन्छ। यो सबैलाई म जानकारी गराउन चाहन्छु र त्यो रकम तुरुन्तै उहाँले फिर्ता गर्न चाहनुहुन्छ। हेर्नुस् त कति इमानदार हुनुहुन्छ। यो रकम मैले तुरुन्तै कसको हो फिर्ता गर्न चाहन्छु भनेर उहाँले भन्दै हुनुहुन्छ। तपाईले प्रयोग गर्नुभएको ब्याङ्कमा गएर यो रकम कहाँबाट आएको भनेर जानकारी लिनुपर्छ। त्यसको लागि भाइलाई अलिकति भाषाको समस्या छ भनिसकेपछि भाइसँग मेरो सम्पर्क भएको छ। अब भाइसँग म सँगै ब्याङ्कमा जानेछु। जानै परे पुलिसमा पनि सँगै गएर यस बारेमा पुलिसलाई पनि जानकारी गराउनेछौँ। ब्याङ्कमा जाँदाखेरिको र उहाँसँगको कुराकानी पनि मिलेसम्म तपाईहरुलाई प्रस्तुत गर्नेछु। एकैचोटि यति रकम आएको छ, त्यो पनि आएको मात्र 6 महिना मात्रै भएको छ। हेर्नुस् त, लगभग 1 करोड बराबरको रकम उहाँको खातामा आएको छ। अब यो अलिकति डरको कुरा पनि भयो उहाँलाई। सुरुमै यत्रो धेरै पैसा कहिल्यै नदेखेको मान्छे एकैचोटि खातामा देख्दाखेरि अप्ठ्यारो हुन्छ। र भाइको सहयोगको लागि म ब्याङ्कमा उहाँलाई लिएर जाँदैछु र त्यसपछि पुलिसमा पनि गएर खबर गर्नुपर्ने ठाउँमा खबर पनि गर्ने कुरा भएको छ। भोलिका दिनहरूमा इमिग्रेसनमा भिजा एप्लाई गर्ने बेलामा पनि यसले ठुलो असर पार्न सक्छ। तपाईहरुको पनि खातामा कसैले अन्जानमा यस्तो पैसाहरू पठाएको छ भने तुरुन्तै सम्बन्धित निकायमा गएर
सल्लाह लिनु होला। बैंकमा जानु परे पनि बैंकमा जानु होला, अथवा पुलिसलाई खबर गर्नु परे पनि पुलिसलाई खबर गर्नु होला। र कसैले पनि यसरी आएको पैसा तुरुन्तै झिकेर प्रयोग चाहिँ नि नगर्नु होला भन्न चाहन्छु। यदि तपाईले प्रयोग गर्ने अनि पैसा त मैले युज गरिसकेँ भन्ने त्यस्ता घटनाहरू भयो भने तपाईलाई कानुनी रूपमा ठूलो समस्या हुन सक्छ। जापानमा यस्ता केसहरुमा कानुन कडा रूपमा लागेको हुन्छ। म सबैलाई यो जानकारी गराउन चाहन्छु र भाइसँग उहाँ गइसकेपछि बैंकको प्रक्रियाहरू के हुन्छ, पुलिसले के भन्छ भन्ने बारेमा फेरि म तपाईहरुलाई जानकारी लिएर उपस्थित हुनेछु भन्दै अहिलेको लागि बिदा हुन चाहन्छु। नमस्कार।